यदि हाम्रो सोच शक्तिशाली छ भने महसुस गर्छौँ भने हामी फेरि कहिले नकारात्मक सोच राख्दैनौँ। यदि हामीले नकारात्मक सोच दोहोऱ्याइरह्यौँ भने हामी नकारात्मक व्यक्ति बन्छौँ। हाम्रो सोच नै सबै कुरा हो। नकारात्मक सोचले हामीलाई कहिले पनि सुरक्षा दिँदैन, बरु यसले हामीलाई सानो बनाउँछ। नकारात्मक सोच विष जस्तो हो। यसले अरूलाई होइन तर आफूलाई मार्दछ। नकारात्मकता बिना कति बाँच्नै सक्दैनन्। अरूलाई झारेर आफू आनन्द उनीहरूले महसुस गर्छन्। अरूलाई चोट पुर्याएर हामी आफूलाई शक्तिशाली ठान्छौँ भने वास्तवमा हामी अति नै कमजोरी व्यक्ति हौँ। नकारात्मक सोच भएका मानिसहरूदेखि टाढा रहन असल। उनीहरूसँग प्रत्येक समाधानको समस्या मात्र हुन्छ। सकारात्मक सोच भएका मानिसहरूमा पनि नकारात्मक सोच हुन्छ, तर उनीहरूले नकारात्मक सोचलाई बढ्न उम्रन दिँदैनन् र आफूलाई नष्ट गर्न दिँदैनन्।